नमस्कार, म कमल पौडेल। तपाईँलाई विभिन्न ठाउँहरूका भिडियो लिएर आउने क्रममा आज म बोङ्गा दोभान बजारको यो भिडियो लिएर आइरहेको छु। तमान खोला गाउँपालिकाको केन्द्र बोङ्गा दोभान साँच्चैकै ऐतिहासिक भूमि हो। यो निकै महत्त्वपूर्ण भूमिको रूपमा यसलाई हामीले चिन्न सक्छौँ। हेर्नुहोस् त, बोबाङ खोलो नजिकैबाट तमान खोलो होइन, तमानको साइडको खोलो बोङ्गा दोभान खोलो। यो देशको बोङ्गा खोलोको साइडमा भएर बोङ्गा दोभान होला होइन, त्यसको दोभानमा भएको भएर। र यो जनजागृति मावि, तपाईँ कतिजना चाहिँ यो स्कुल पढ्नु भएको पनि हुनसक्छ। यो जनजागृति मावि निकै सुन्दर छ र सुन्दर माध्यमिक विद्यालय यहाँ छ। यहाँबाट हामी थोरै यता आउँदा यो बोङ्गा दोभानको बजार हो र तमान खोला गाउँपालिकाको कार्यालय यो हो, जहाँ दुई कार्यकाल भनेको अहिले दोस्रो कार्यकालको नेतृत्व गरिरहनु भएको छ जोकलाल बुढा, जसले यहाँको अध्यक्षको रूपमा आफ्नो भूमिका निर्वाह गरिरहनु भएको छ। र हिरा कुमारी जी हुनुहुन्छ यहाँको उपाध्यक्ष। र यो गजबको गाउँपालिका होइन, यो हामीले हेर्न सक्दछौँ। यो यतापट्टि गयौँ भने हामी बुर्तिबाङ जाने सडक हो। यो वर्ष यसको स्तर उन्नति भइरहेको छ। सम्भवतः असार मसान्तसम्म पिच भइसक्नुपर्ने हो, तर निर्माण व्यवसायीले म्याद थप्नुहुन्छ अथवा काम गर्नुहुन्छ त्यो हेर्न बाँकी छ। यसको नजिकैबाट हामी यतापट्टि हेर्दाखेरि यो पुल छ, मोटरेबल पुल। यो पुलबाट जब हामी तर्छौँ, यदि हामी यहाँबाट यता अगाडि देखिने बाटो गयौँ भने हामी बोङखानी पुग्न सक्दछौँ। अगाडिपट्टि वडा कार्यालय छ, वडा नम्बर 1 को कार्यालय होला सायद। र यहाँबाट हामी अगाडि गयौँ भने बोङखानी पुग्न सक्छौँ। भने यो चोकबाट हामी फर्केर यदि यताको भाग गयौँ भने, म यता माथिबाट खिचिरहेको छु यो, यदि यताको भाग गयौँ भने चाहिँ यो सडकबाट हुँदै हामी गयौँ भने यो तमान खुङखानी पुग्न सक्दछौँ। खुङखानी र बोङखानी खास गरी एकअर्कासँग अपोजिट साइडमा परे भने यो चाहिँ जुन बोङ्गा दोभानको बजार छ, यो बोङ्गा दोभानको बजारदेखि माथिपट्टि पनि बस्तीहरू छ। यो बस्तीलाई के भन्छ हो तपाईँलाई थाहा होला होइन, कमेन्ट चाहिँ गर्न नबिर्सिनुहोस्। यो माथिपट्टि खास गरी यो डाँडादेखि यतापट्टि चाहिँ खोलेसबाङ होइन, खोलेसबाङ चाहिँ यता माथि पर्छ। र यो बडो निकै बागलुङ जिल्लाको सदरमुकामबाट हेऱ्यो भने एकदम दुर्गम पालिकाको रूपमा पनि चिनिन्छ। यत्र अग्ला पहाड छन् होइन, चट्टानहरू छन्। र यो चट्टानको तल फेदीमा बोङ्गा दोभान बोङ खोलाको छेउमा किनारमा चाहिँ यसरी बजार रहेको छ। र यहाँका आफ्नै उत्पादनहरू, स्थानीय उत्पादनहरूको पनि आफ्नै यसको महत्त्व छ। यहाँ यो झिनुवाहरू यहाँ देख्न सकिन्छ। र यहाँ मैले यो जालीहरू पनि देखिरहेको छु। यो जाली चाहिँ मेरो बुझाइमा यो लोक्ता अथवा यसबाट हुने कागज उत्पादनको लागि पनि हुनसक्दछ। र यो सँगसँगै यो यताबाट पनि अर्को खोलो आइरहेछ। यो दोभान छ कि ठ्याक्कै दुई खोलाको सङ्गम छ। यसको ऐतिहासिक पक्षको विषयमा तपाईँलाई अरू धेरै कुरा थाहा हुनसक्छ र तपाईँले कमेन्ट गरिदिनु भयो भने हामीले अर्को पटक अरू भिडियोहरू बनाउने बेलामा यसलाई निकै सहज ढङ्गले बनाउन सकिन्छ र थप जानकारीहरू ल्याउन सकिन्छ। हामीसँग यस्ता पहाडी चट्टानहरू छन्। हेर्नुहोस् त, मलाई कहिलेकाहीँ यसो सोच्छु, साँच्चीकै हामीले यी पहाड, यी डाँडा, यी चट्टान बेच्ने दिन कहिले आउला, यी ढुङ्गालाई पिस्ने दिन कहिले आउला, यी बेच्दाको दिन चाहिँ हामी कति धनी हुन्छौँ होला होइन। यस्तै प्रश्नहरू मनमा खेलिरहन्छ। र यो तलपट्टि यो बग्दै गएर बुर्तिबाङ मिसिन्छ। जब यताबाट गएको, यता माथिबाट आएको तमान खोलो, यी सबै जब यी खोलाहरू मिसिँदै जान्छन्, बुर्तिबाङ पुग्दाखेरि यताबाट झर्ने तमान खोलो हुन्छ, उताबाट आउने भुजी खोलो र निसी खोलो, तिनवटा खोलाको सङ्गमस्थल चाहिँ बुर्तिबाङ बजार हो। र बुर्तिबाङ बजारबाट 11 किलोमिटरको दूरीमा चाहिँ हामी यहाँ आउन सक्छौँ। अहिले यहाँ आउनका लागि बाटो एकदमै सहज छ। 11 किलोमिटर दूरीमा हामी बोङ्गा दोभान बजार आउन सक्छौँ। यो सुन्दर बजारको परिदृश्य तपाईँ देख्नु भएको छ। यहाँ नजिक तपाईँ पढ्नु भएको होला, यहाँ बस्नु भएको होला, तपाईँ यहाँको स्थानीय हुनु होला। यदि त्यसो हो भने तपाईँ यो ठाउँको यो भिडियोलाई सेयर गर्न बिर्सिनुहुन्न। पक्कै पनि तपाईँले आफन्तजनसँग पुर्याउनुहुनेछ। यति सुन्दर बस्ती, यति सुन्दर बडो निकै सुन्दर यो बस्ती छ, रहर लाग्दो। यद्यपि फेरि सुरक्षाको हिसाबले जोखिम पनि हामी देख्न सक्दछौँ। पारिपट्टि हेर्नुहोस् त, यो स्वास्थ्य चौकी हो। आधारभूत अस्पतालको रूपमा यो विकास भइरहेको छ। यो यहाँको बोङ्गा दोभान स्वास्थ्य चौकी, जो चाहिँ यहाँका मान्छे नागरिकहरूले स्वास्थ्य सेवा लिने ठाउँ हो।
र तलपट्टि यो खोला देख्न सक्छौँ कटान गरिरहेको छ र यतापट्टि विद्यालय जोगाउन पनि प्रयत्न भएको छ। यो खोलाहरू कहिले ठुलो आउँदाखेरि अब यो नदीको तटमा हुने यी बस्तीहरू जोखिममा चाहिँ हुन सक्छन्। यसका लागि उचित तटबन्ध यसको विकास त जरुर छ नै। यो वारिपट्टिको भागहरूमा पनि यहाँ ठुलो खोला आयो भने खोल्यो भने के होला भन्ने एउटा संशय चाहिँ रहिरहन सक्छ। ठाडा खोलाहरू एकदमै फेरि तेर्सो खोला जस्तो सजिलो चाहिँ हुँदैन होइन, यिनीहरूले बगाउनु पऱ्यो भने चाहिँ नराम्ररी बगाइदिन सक्छन्। त्यस्तो खालको अवस्था हामीले देख्न सक्दछौँ। यो एकदम छेडी कुनो चाहिँ यहाँ देख्न सक्दछौँ। त्यसकारण यो एउटा नाका पनि हो बङ्गा दोभानलाई। यहाँबाट यो बुङखानीदेखि लिएर तमान तल्लो बाटो पनि जान सकिन्छ। यहाँबाट तमान खुङखानी बुङखानी जानका लागि यो एउटा नाकाको रूपमा पनि विकास भइरहेछ। यहाँ नयाँ नयाँ घरहरू पनि बन्दैछन्। यो आधुनिकताले यो सहरलाई यो गाउँलाई पनि छुँदैछ। पहिला सबै सिलेट ढुङ्गाले छाएका यी घरहरू, ढुङ्गा र माटोबाट बनेका घरहरू बिस्तारै कङ्क्रिटमा परिणत हुँदैछन्। सिमेन्टका घरहरू बन्दैछन्। हाम्रा विद्यालय भवनहरू त अब स्तर उन्नति भएर सबै सिमेन्टका बनिसके र अरू पनि संरचनाहरू परिवर्तन भइरहेका छन्। यसरी यो सुन्दर रूपमा अगाडि बढिरहेको बङ्गा दोभान बजार म तपाईँलाई देखाएँ। तपाईँलाई कस्तो लाग्यो? तपाईँको प्रतिक्रिया लेख्न नबिर्सिनुहोला। यतिन्जेल साथ दिनुभयो, तपाईँको साथका लागि धेरै धेरै धन्यवाद। अर्को भिडियोमा फेरि हाम्रो भेट हुने नै छ। त्यतिन्जेलका लागि म कमल पौडेल आज्ञा चाहन्छु। नमस्ते, बाई। तपाईँको दिन शुभ रहोस्।